तिराछ पारो हाम्रो सामने देखिरहेछ झर्ने यहाँनिर हेरौँ गुफा चाहिँ तयारी हेरौँ पर कहाँ गएर हेर्दै थियो पोहोर त उसको मुख चाहिँ यहाँ हो कहाँ उसको चुच्चो यहाँ हो यो उसको बुढी चाहिँ घरमा पापी मान्छे चेप्छ रे त्यस्तो त तल हाम्रो छालासुकामा पनि छ त अनि ए अझै ए लडतर त अनि यहाँ तल आएर त राम्रै रहेछ नि त 1 किलोमिटर भन्दा तल उरालो झरिसक्यो यो के फुल हो यस्तो मजाले फुलिरहेछ रातै ए अझ तल उ तलमा म त धर्माती छु त्यहाँ त छिर्छु हो यस्तो मजाले वालाको गोलो यतिको चाहिँ मेहनत गर्नु पर्यो नि त ए ओडाड यता निस्किनु हो नि यतादेखि छिरेर यहाँ माथि देख्छ माथि रहेछ भाइ छिरेर धेरै रहेछ उतापट्टि जाँदैन ए भगवान कान्ति छिरेको धेरै ए यहाँ माथि पनि निस्किने रहेछ ए लु यस्तो चिसोमा कपडा बिग्रिन्छ म त यहाँदेखि छिरेर यता उतादेखि छिरेर यता माथि है पर देखिन्छ उज्यालो कता छ देखाउ त कस्तो चेप छ है पर सनलाइट देखिँदैछ पर निस्किन्छ को निस्किएर सुनिता थियो कि धर्माती रहेछ पानी झरिरहेछ टप्प टप्प म यता माथि जाने ठाउँ रहेछ त 5 मिटर जति छ माथि बेस एकदम बवाल गुफा रहेछ यहाँ चाहिँ मेन ठाउँ नै यही होला हाम्रो गुप्तेश्वर महादेव थानको घन्टीहरू राम्रो रहेछ जस राम्रै छ यतिको माथि सिँढी माथिको गुफा दुलोभित्र छिरी जाने सिँढी पाखन बेदहरू जे पाखन बेँदै गाइछ कि पाखन बेदहरू रोपेको रहेछ ल यहाँ भित्र कत्रो पानी आएको त आम्मा ल लाउ माथि झन् ओबे डेन्जर छ त माथि त के राखेको छ मजाले गरेर देखाउँछ है ल यस्तोहरू राखेको छ खजनाहरू छ खजना त्रिशुलहरू केहरू यता माथि त्यो गाङ्ग्री तामाको गाग्री
अनि यो दुलोबाट माथि पानी नै छैन। यहाँ कहाँदेखि यत्रो ठुलो पानी गाइजहरू, माथि पानी छैन। एक्कासी यहाँदेखि एक्कासी यत्रो पानी निस्किन्छ यो दुलोदेखि, ढुङ्गाको दुलोदेखि। आवाज सुन्दैछ होला नि। अनि यहाँदेखि यस्तो दामी बस्ने ठाउँ टक्क मोबाइलले बनाएछ है। होप्पा डाँडाभन्दा त यहाँ राम्रो रहेछ। अहिले चाहिँ यहाँ राम्रो लाग्यो। लु यहाँनिर यस्तो दामी गुफा हेरौँ त। लगभग 5 मिटरभन्दा लामो छ यो गुफा। क्यामेरा त छोटो देखिँदो रहेछ, यहीँदेखि छ नि त। बाफ्रे दामी 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 बगैँचाहरू, दुबीहरू। यहाँ पनि रहेछ गुफा कस्तो त्यसो लिङ्गाको मान्छेले ल्याएको कि बनेको नि मान्छेले लगाएको हो। कस्तो जान जाने अँध्यारो रहेछ। आमा साँच्ची त कतिवटा गुफा हो आमा। मान्छेले नै गुफा चाहिँ थियो, मुनि शिवलिङ चाहिँ बनाएको। गुफा चाहिँ तयार, यो त झन् लामो रहेछ, 10 मिटरभन्दा लामो रहेछ गुफा त। लामो छ टक्क यहाँदेखि छिर्यो, यहाँदेखि माथि 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 के टल्किरहेछ माथि सेतो। दामी रहेछ। वनहरूको पुरानो हो कि के हो, यहाँ ऊ लाउने रहेछ क्या, स्वाहा भन्दै। यहाँनिर हुमादी हुमादी के भन्छ, हुमादी होला। मोबाइल छ, धाराहरू हेरौँ गाइस, झरिरहेछ। नझर्दो रहेछ पानी त। अनि यहाँनिर हेरौँ, गाईको मुखबाट पानी झर्ने, नाकबाट झर्दो रहेछ कि क्या। कतिवटा 1 2 3 4 5 6 7 8 9 10 11वटा छ है गाइस। बोल्ने चाहिँ कहाँबाट यहाँदेखि रहेछ झर्ने ठाउँ। यहाँ रहेछ है, यहाँ नि एकनास झर्ने रहेछ यो पानी। के भएर चाहिँ सरसफाइ गर्ने अलिक माथितिर भएको छैन होला, गोरुको सिङबाट। दुईवटा चाहिँ झर्दो, एउटा चाहिँ झर्दो रहेछ पानी कन्टिन्यू नै। कस्तो कति सफा छ पानी, 1 नम्बर सफा, 1 नम्बर। अनि यहाँनिर टोइलेट दिसा पिसाबको लागि बाथरुमको व्यवस्था छ है। हेरौँ कस्तो रहेछ। जेवाले पञ्चमी बजार, रोल ग्राउन्ड, 7 साइज। पारो हाम्रो सम्झिमा हाम्रो म्याडम यता बसिराखेको छ नि, मिस। यता नानाहरू हुनुहुन्छ, म नि माथि जान्छु है, कान्छी भएको सैया।
81 सालमा बनाएको रहेछ धनकुमारी राई। हेलो मैडम, क्या गरे? यता चाहिँ हाम्रो कान्छीजी कालो भुट अनि गाइस यता चाहिँ हाम्रो शिवजीको हर हर महादेव भोलेनाथको जय होस्। यो चाहिँ शिवजीको एकदमै यो छ है, शालिक जस्तै ढुङ्गाले खोपेर बनाएको छ है। ए त कुहिरो हुस्सो यस्तै हो गाइजहरू। अब यताबाट झाडी रहेछ, म झाडीबाट जान्न। बाटोहरू यस्तो व्यवस्थित तरिकाले बनाएको छ नि गाइजहरू, दाजुभाइहरू होइन, यस्तो व्यवस्थित छ नि दाजुभाइ हो, राम्रो छ। जेबारेमा यति विकास छ नि, यस्तो गाउँहरू क्या, यस्तो मन मिल्ने छ क्या, एकता भन्ने चिज यहाँनिर छ क्या। उदाहरण यस्तो सर्वदा निस्केर यस्तो राम्रो राम्रो उयोहरू सरसफाइ मर्मत इत्यादि कामहरू कति मजाले गर्छ नि त। होइन सामान स्टोर गर्ने यो। हामी चाहिँ हुक्पा टाढा पुग्यो है गाइसहरू। यो चाहिँ स्टोर सामान राख्ने। म्याटहरू पुरै सुकाएर रहेछन्, मान्छेहरू छन् जस्तो छन्, पिङ खेल्छन्। यो चाहिँ स्टोर हुक्पा डाँडा। 5 किलोमिटर माथि हामी कहाँ छौँ भन? लु यो कसरी हलिरहेछ? होइन यत्रो बेर कसरी हलिन्छ यो? भूत छ कि क्या यहाँ त? नेचुडे ल आफै हलिरहेछ, हेरौँ न। अब मान्छे नै छैन के हो? यत्रो बेर चाहिँ हलिँदैन नि त मान्छेहरू, कहाँ फेरि पनि पुगिसक्यो अघि आएको मान्छेहरू। आत्मा हलिरहेछ है, छोड है, अधुरो आत्मा हलिरहेछ। दुईजना चुडेल ओए ल ल हेरौँ त, अधुरो आत्माहरू यहाँ हल्लिरहेछ। यहाँ आफै उहाँले जस्तो लागिरहेछ, रोक्नै मान्दैन यार। ओ थाना थाना मलाई ए पकडा त त्यो ल आफै कत्रो हले बुझ्छ है क्या यहाँ त? मान्छे छ होला भन्दै निस्केको त। लु आएन नि खोज्छ अरे तुवालो कुहिरोले गर्दा राम्रै देखेको छैन। ल है साथीहरू, अब दसैँमा चाहिँ बजार फुटबल खेलाइ यहीँ हुन्छ। अब हामी चाहिँ ऐनामा जानु आँटेको छौँ, पुग्नु आँटेको छौँ। साह्रै राम्रो छ। फाइनल्ली हामी ऐनामा आइपुगेका छौँ। अब हामी आफ्नो अनुहार आफै देख्नेछौँ। आहो साह्रै राम्रो देखिँदो रहेछ त हो नि। यस 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 आउनुहोस् आउनुहोस्, स्वागत छ तपाईँहरूलाई हाम्रो ऐनामा। फिदिम नगरपालिका जेवाले 5